म पेमा टासी शेर्पा इलावा पुक्तालुङ गाउँपालिका वडा नम्बर 6 को अहिलेको वडा अध्यक्ष र हामी चाहिँ आज वैशाख शुक्ल पूर्णिमा बुद्ध जयन्तीको दिन हाम्रो यस पुक्तालुङ गाउँपालिका वडा नम्बर 6 लुङथुङमा हाम्रो यो कुल पूजा अथवा गाउँको देवी पूजा मनाउने सिलसिलामा यो नेसो भन्ने पर्व मनाउनको लागि हामी उपस्थित भएका छौँ। यो नेसो भन्ने पर्व चाहिँ हाम्रो सामान्यतः यो वैशाख शुक्ल पूर्णिमा बुद्ध जयन्तीको दिन नै मनाउने गरिन्छ। कुनै समय चाहिँ हाम्रो लामा पुरोहितहरूले चाहिँ कुनै महिना चाहिँ बुद्ध जयन्तीको दिन पनि अब हाम्रो कालो महिना भन्ने हुन्छ, त्यो कालो महिना पऱ्यो भने चाहिँ हामी कुनै 1 महिना अगाडि नै पनि गर्छौँ। तर सामान्यतः बुद्ध जयन्तीको दिन नै मनाउने चलन छ हाम्रो यो गाउँमा। ताप्लेजुङ जिल्लाको फाक्ताङलुङ गाउँपालिकाको वडा नम्बर 6 स्थित लुङथुङ, छोवाते, गोवाटा, चागा, स्कुल डाँडा, सैदिसा, दिङदिङमा इला र लासे लगायत आदि गाउँहरू पर्दछन् भने यस गाउँमा परपूर्वकालदेखि निङमा विदाका लामा हुनुहुन्थ्यो। यस थार पालिङ गुम्बाको प्रमुख लामा तेन्जिङ लामाज्यूको 2021 जुन 8 तारिकको दिन देहावसान हुनुभएको थियो। यस गुम्बामा निङमा लामाज्यूहरूको चौथो पुस्तासम्म रहनु भएको थियो र लामा गुरु तेन्जिङ लामाज्यूको देहावसान पश्चात यो गाउँमा निङमा पारम्परिक संस्कार संस्कृतिको अन्त्य भयो र उहाँको देहावसानसँगै एक महत्त्वपूर्ण युगको अन्त्य भएको थियो। समय कालखण्डसँगै अहिले यस गाउँमा काङग्यू विदाका लामाज्यूहरू रहनु भएको छ। ताप्लेजुङ जिल्लाको फाक्ताङलुङ गाउँपालिकाको वडा नम्बर 6 स्थित लुङथुङ, छोवाते, गोवाटा, चागा, कुलडाँडा, सैदिसे, दिङदिङमा इला र लासे लगायत ती ठाउँहरूमा बसोबास गर्ने जातिहरू वालुङ हुन् भने यस गाउँहरूमा वालुङ जातिभित्रका पनि थरहरू विभिन्न प्रकारका छन्। यस गाउँमा मनाइने पर्वहरू हिउने, नेसो, लोसार र अरू पर्वहरू पर्दछ भने यस गाउँका मानिसहरू कृषिमा निर्भर छन्। यस क्षेत्रमा उत्पादन हुने बालीहरू मकै, आलु, कोदो, गहुँ आदि हुन् भने नगदे बालीमा अलैँची हो। यस गाउँमा बसोबास गर्ने थरहरू इलावा, ख्युङजुङ्गा, लोवा, नेपा नामलाङ, ग्यामलाङ, बारुवा, च्याङथालु किपा, खामधार्के, जोङमु, सिरिङ जोङमु र लोवा, गेसवा आदि बालुङ भित्रको उपथरहरू रहेका छन्। love.